सम्माननीय सभामुख महोदय, सरकारले आफ्नो मधुमास पनि पूरा गर्न नपाउँदै एक होनहार 25 वर्षीय युवाले आत्मदहको प्रयास गर्न विवश भए। यो एउटा व्यक्तिको पीडा मात्र होइन, यो सरकारप्रति जनतामा बढ्दो निराशा, असुरक्षा र भरोसाको सङ्कटको भयावह सङ्केत हो। उहाँ हाम्रो बीचमा रहनु भएन भन्ने दुःखद समाचार प्राप्त भएको छ। उहाँको दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु, साथै शोक सन्तप्त परिवारजनप्रति गहिरो संवेदना व्यक्त गर्दै यस दुःखद घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु। सरकारले आशा बाँड्ने बाचा गरेको थियो, तर जनतामा निराशामा बाँच्न बाध्य भएको एउटा उदाहरण हो यो। सङ्घर्ष गरेर पठाउ चलाउँदै जीवन धानिरहेको एक युवाले आफ्नै शरीरमा आगो लगाउँदै मृत्युवरणसम्म पुग्नु कुनै व्यक्तिगत असफलता होइन, यो राज्य र सरकारको संवेदनशीलता तथा जिम्मेवारीमाथिको गम्भीर प्रश्न हो। सरकारले सुशासन र समृद्धिको नाममा शासकीय सुधारका 100 कार्यसूची सार्वजनिक गरेको थियो। 100 दिन पुगेपछि 87% प्रगति भएको दाबी पनि गर्यो। तर प्रश्न, यदि प्रगति 87% भएको थियो भने जनताको जीवनमा त्यो प्रगति किन महसुस भइरहेको छैन? किन आशाको ठाउँमा भय निराशा फैलिरहेको छ? यो निराशाको नैतिक जिम्मेवारी यो सरकारले लिनुपर्छ कि पर्दैन? हालका प्रधानमन्त्रीज्यूले आफू मेयर हुँदा प्रेमाचार्यले आत्मदाह गर्दा उहाँले भन्नुभएको थियो, त्यो आत्मदाहका धेरै कारण र सङ्केतहरू होलान्, तर सबैभन्दा ठुलो कारण राज्य हो। के आज उहाँले नेतृत्व गरेको राज्य अलग्गै भएको हो? आजको नैतिक जिम्मेवारी उहाँले स्वीकार्ने कि नस्वीकार्ने? मेरो प्रत्यक्ष प्रश्न प्रधानमन्त्रीज्यूलाई। गणेश नेपालीको जीवनलाई नबुझेकाहरूले पनि आज उहाँको मृत्युलाई मानसिक स्वास्थ्यमा सीमित गर्ने दुष्प्रयास गरिरहेका छन्। जब जब यो सरकारसँग जवाफ हुँदैन, उसले सत्य होइन कथा रच्न थाल्छ। म यसमा खेद प्रकट गर्न चाहन्छु। हामीले यो पनि सुन्यौँ, गृहमन्त्रीज्यूले राति प्रयास गर्नुभयो गणेश नेपालीलाई भारत लैजाने, तर उनको ज्यानले धान्न सकेन। दुःख लाग्छ। प्रेम आचार्यको आत्मदाहपछि हाम्रै दलहरू यही सदनमा थिए, तपाईँ हामीहरू धेरैजना यहीँ थियौँ होला, म सडकमा थिएँ। त्यति बेला पनि यस्तै किसिमको होडबाजी थियो, संवेदना दिने सदनमा मिडियाबाजी गर्ने बाहिर। तर के भयो त त्यस पश्चात? हामीले एउटा कुरा पनि आज बहस गरेनौँ कि यो देशमा जलन पीडितहरूको लागि बर्न हस्पिटल चाहिएको छ भनेर। आजको बहस त्यसमा केन्द्रित हुनु पर्थ्यो। यहाँहरू पुराना दलहरूले पनि आज मलाई अचम्म लागिरहेको छ, तपाईँ हाम्रै दलहरू थियो, तर प्रेम आचार्यको आत्मदाहपछि के तपाईँहरूले पहल गर्नुभयो त बर्न हस्पिटल बनाउनको लागि? आज म गृहमन्त्रीज्यू यहीँ हुनुहुन्छ, क्षतिपूर्ति होइन गृहमन्त्रीज्यू, यसपटक बर्न अस्पताल, जलन पीडितहरूको अस्पतालको लागि सरकारसँग सिधै पहल कदमी गरिदिनुहोस्। एक्युप डक्टर्सहरू, एक्युप टेक्नोलोजिजहरू हामीलाई चाहिएको छ। आउने दिनका बहसहरू हामी यसमा केन्द्रित गरौँ भनेर म निवेदन गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, प्रजातान्त्रिक शासन व्यवस्थामा कुनै पनि नयाँ सरकारले पहिलो 100 दिनलाई एउटा समयवादीको रूपमा मात्र हेरिँदैन। यसलाई सरकारको राजनीतिक चित्र, चरित्र, कार्यशैली, प्राथमिकता र शासन दृष्टिको परीक्षणको प्रारम्भिक आधार पनि हो। यस अवधिमा जनताले सरकारप्रति सबैभन्दा धेरै विश्वास व्यक्त गरेका हुन्छन्। यही समयमा प्रतिपक्षले पनि सरकारलाई काम गर्ने पर्याप्त अवसर दिएको हुन्छ। सिङ्गो राष्ट्रले सरकारलाई काम गर्ने पर्याप्त अवसर दिएको छ। त्यसैले पहिलो 100 दिन सरकारको हनीमुन पिरियड मात्र थिएन, यो 100 दिन सरकारको लागि आगामी 5 वर्षको शासनको दिशा र गन्तव्य देखाउने ऐना पनि थियो। राजनीति शास्त्रले भन्छ सरकारको प्रारम्भिक व्यवहारले नै त्यसको दीर्घकालीन शासन संस्कृति सङ्केत गर्दछ। त्यसैले आज म 100 दिनको समीक्षा मात्र गरिरहेको छैन, म आफ्नो दल र व्यक्तिगत तर्फबाट आगामी 5 वर्षको सम्भावित शासन शैलीको पनि धेर थोर मूल्याङ्कन प्रस्तुत गर्दछु। सरकार गठन भएको भोलिपल्ट नै पूर्व प्रधानमन्त्री तथा पूर्व गृहमन्त्रीहरूलाई पक्राउ गरेर सरकारले आफूलाई सुशासनको नयाँ युग सुरु भएको सन्देश दिन खोज्यो। जनताहरू खुसी भए। भ्रष्टाचार, शक्ति दुरुपयोग वा मानवाधिकार उल्लङ्घनमा संलग्न जोसुकै भए पनि कानुनको दायरामा आउनुपर्छ। यसमा कसैको असहमति हुने कुरै भएन। कानुन सबैको लागि समान हुनुपर्छ। पछि उहाँहरूले हिरासत मुक्त गर्नु पर्यो। यसरी सुरुमै बलियो सरकारले अपनाएको कार्यशैलीले केही उपलब्धि दिन सकेन। यस विषयमा अझै गम्भीर प्रश्नहरू छन्। भदौ
23 र 24 गते वास्तवमा के भयो? आज सरकार गठन भएको 100 दिन बितिसकेको छ। गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कहाँ छ? सरकारसँग रहेको राष्ट्रिय मानवाधिकार आयोगको प्रतिवेदन कहाँ छ? यी प्रतिवेदनहरू किन सार्वजनिक गरिएका छैनन्? यदि सरकार साँच्चीकै सत्य पत्ता लगाउन चाहन्छ भने सत्यलाई लुकाएर होइन, सार्वजनिक गरेर जनतालाई विश्वास गर्नुपर्छ। भदौ 23 र 24 को घटनाको जिम्मेवार को थियो? कसको गल्ती थियो? भूमिका कसको थियो? नेतृत्वमा को थियो? प्रदर्शनकारीको भूमिका के थियो? निर्दोष नागरिकहरूले किन ज्यान गुमाए? यी प्रश्नहरू उत्तर अझै सरकारले दिन सकेको छैन। उत्तर खोज्ने जिम्मेवारी पनि यही सरकारको हो। यो 100 दिन, यदि 100 दिनपछि पनि सरकारसँग उत्तर छैन भने जनताले सरकारसँग प्रश्न सोध्ने प्रत्यक्ष अधिकार राख्छन्। हामी जनताका प्रश्न सोधिरहेको छौँ। यो सरकार जेन्जी आन्दोलनको शहीदहरूको बलिदान र तिनका परिवारको पीडामाथि उभिएको सरकार हो। तर प्रश्न छ, आजसम्म प्रधानमन्त्रीज्यूले ती शहीद परिवार र घाइतेहरूलाई भेट्न किन आवश्यक ठान्नु भएन? जेन्जी प्रतिनिधिहरू, घाइतेहरू र शहीद परिवारप्रति प्रधानमन्त्रीज्यू किन यति टाढिनु भएको? कि प्रधानमन्त्रीज्यूलाई लाग्छ शहीद रसिक खतिवडाको आमा रचना खतिवडालाई एक थान सांसदको पद दिएर यसको पूर्ति हुन्छ? म प्रश्न सोध्न चाहन्छु। म अर्को गम्भीर प्रश्न विषय उठाउन चाहन्छु। सरकारले सम्पत्ति शुद्धिकरण विरुद्ध कठोर हुने दाबी गरिरहेको छ। यो निकै राम्रो कुरा भएको छ। कठोर हुने दाबी गरिरहँदा अर्कोतर्फ एउटा प्रभावशाली राजनीतिक दलका शक्तिशाली सभापति जोडिएको सहकारी अपचलनमा संलग्नतासँगै अर्को सम्पत्ति शुद्धिकरण सम्पत्ति मुद्दा फिर्ता लिएको विषय गम्भीर सार्वजनिक बहसको विषय बनेको छ। किनभने यो विषय शक्तिशाली सभापतिसँग मात्र जोडिएको थिएन। यस प्रकरणसँग जोडिएका शक्तिशाली सभापतिज्यूका निकट सहयोगीहरू जीबी राई र छविलाल जोशीहरूको अनुसन्धान समेत निष्क्रिय बनाइएको छ। सहकारी अपचलन र सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित मुद्दा तथ्य र प्रमाणको आधारमा छिनोफानो गरेर निष्कर्षमा पुगेर पूर्ण सफाई लिने हो कि मुद्दा नै फिर्ता गर्ने हो? उहाँहरू सबैको मुद्दा किन एकसाथ फिर्ता लियो? यसमा बहस हुनु आवश्यक छ। सरकारले स्पष्टता दिन आवश्यक छ। किनभने यही बिन्दुबाट सरकारप्रतिको विश्वास नागरिकहरूमा खस्कन सक्दछ। यही बिन्दुबाट कानुनको शासनमाथि नागरिकहरूले प्रश्न उठाउन थाल्दछन्। प्रश्न उठिसकेको पनि छ। अझ विडम्बना त के छ भने सरकार स्वयं अन्तर्राष्ट्रिय रूपमा सम्पत्ति शुद्धिकरण नियन्त्रणका मापदण्ड पूरा गर्न नसके नेपाल थप जोखिममा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरिरहेको छ। FATF लिस्टिङमा ग्रेबाट ब्ल्याक लिस्टमा पर्छौँ कि भन्ने चिन्ता अर्थमन्त्रीज्यूको सुनियो। हामीले मुद्दा छिनोफानो नगरी फिर्ता लिने हो भने अवश्य पनि हामी ब्ल्याक लिस्टमै पर्छौँ। यसमा दुई मत नै छैन। सरकार पक्षबाट मुद्दा फिर्ता लिने र सरकार पक्षबाटै सोमालिया, हाइटी जस्ता मुलुकहरूको रेन्जमा हामी पर्न सक्छौँ भनेर चिन्ता व्यक्त गर्ने डबल स्ट्यान्डर्ड हामीले प्रस्तुत नगरौँ होला। हामी एउटा कुरामा दृढ रहनै पर्छ। कानुन सबैको लागि समान हुनुपर्छ, न्याय निष्पक्ष हुनुपर्छ, सुशासन सेलेक्टिभ होइन, सबैको लागि बारम्बार बराबर हुनुपर्छ। यदि सरकारले यही आदर नै गुमायो भने पहिलो 100 दिनले आशाको होइन संस्थागत अविश्वासको सुरुवात गरेको इतिहास लेखिने भन्ने चिन्ता छ। सम्माननीय सभामुख महोदय, हाम्रा अर्थमन्त्रीज्यूले विगतमा प्रतिपक्षमा हुँदा वैदेशिक ऋणलाई नेपालको अर्थतन्त्रको लागि जोखिमयुक्त भएको भन्दै सरकारमाथि प्रश्न उठाउनु भएको हामीले सुनेका थियौँ। तर आज स्वयं उहाँ अर्थमन्त्री बनेपछि उहाँ नै विश्व ब्याङ्क र एडिबीबाट ऋण लिन अग्रसर हुनुहुन्छ। पहिलाको ऋण लिने अभ्यास र अहिलेको अभ्यासमा कसरी फरक भयो? अर्थमन्त्रीज्यूको यो कस्तो विरोधाभास हो? नेपाली जनताले उहाँको यस्तो विरोधाभासलाई कसरी बुझ्ने? हाम्रो विद्वान अर्थमन्त्रीज्यूको कुन कुरा चाहिँ नेपाली जनताले पत्याउने हो? फेरि विगतमा सांसदहरूले विभिन्न प्रश्न गर्दा सरकारको नैतिक साहस र नैतिक मनोबलको कुरा गरिएको थियो। तर नैतिकता भनेको आफैलाई दिने प्रमाणपत्र हुन सक्दैन। सरकारको नैतिकताको मूल्याङ्कन गर्न हामी 3 करोड नेपाली जनतालाई छोडिदिउँ। संसदको रोस्टरमा आएर चाहिँ आफैलाई उच्च नैतिक भएको दाबी गर्नु ठिक होइन। सामान्य सभामुख महोदय, सरकारले बागमती नदी किनारमा अव्यवस्थित बस्ती हटाउने अभियानलाई आफ्नो प्रारम्भिक प्राथमिकता मध्ये एक बनायो। राज्यको शक्ति चलाउने क्षमताले मापन हुँदैन। राज्यको शक्ति नागरिकको जीवन सुरक्षित गर्ने क्षमताले मापन हुन्छ। घर भत्काउनु सजिलो हुन्छ, तर जीवन पुनर्निर्माण गर्नु अत्यन्त कठिन हुन्छ। उनीहरूका घर भत्काइए त्यसबेला सरकारले सार्वजनिक रूपमा घोषणा गर्यो उनीहरूलाई 10 देखि 15 दिनभित्रै वैकल्पिक आवासको व्यवस्था गरिनेछ। 10 देखि 15 दिनभित्र वैकल्पिक आवासको व्यवस्था गरियो त? किन गरिएन? सरकारले उत्तर दिनुपर्छ। हामीले राज्यको अनुहार यही देखाउने हो? सरकारको ऐना सुकुम्बासीहरूको मुखारमा देखिन्छ। सरकारलाई एकपल्ट ऐना हेर्न आग्रह गर्दछु। खाना बन्द गरेर, पानी बन्द गरेर, बर्खाको समयमा होल्डिङ सेन्टरबाट लखेट्ने यो कस्तो खालको स्ट्रेटेजी हो?
सम्मानीय सभामुख महोदय, शासनमा उत्साह आवश्यक हुन्छ, तर उत्साहले योजना र नीतिको स्थान लिन सक्दैन। लोकप्रिय निर्णय लिनु र दिगो समाधान दिनु दुई फरक कुरा हुन्। राज्य कठोर हुन सक्छ तर निर्दयी हुन मिल्दैन। राज्य दृढ हुन सक्छ तर असंवेदनशील हुन मिल्दैन। यही नै प्रजातान्त्रिक शासन र आदेशमुखी शासनको बीचको अन्तर हो। सम्मानीय सभामुख महोदय, सरकारले प्रशासनिक संरचनामा सुधार गर्न खोजेको भनेको छ। सुधार नै सारा राज्यले चाहेको विषय हो, तर सुधारको अर्थ कर्मचारीलाई स्थानान्तरण गर्नु मात्रै होइन। सुधारको अर्थ योग्य प्रणाली निर्माण गर्नु हो। यदि पुरानो संरचना हटाइन्छ भने त्यसको ठाउँमा अझ पारदर्शी, अझ उत्तरदायी र अझ संस्थागत संरचना आउनुपर्छ। तर आज देखिएको चित्र र चरित्र फरक लाग्दछ। निर्वाचित सरकार प्रशासनलाई कमजोर बनाउँदै गरेको देखिन्छ, तर त्यसको ठाउँमा बलियो संस्था निर्माण गर्न लागेको देखिँदैन। यदि एउटा प्रणाली हटाएर अर्को अनौपचारिक शक्ति केन्द्र निर्माण गरिन्छ भने त्यो सुधार भएको बुझिँदैन, त्यो त शक्ति स्थानान्तरण मात्र भएको हो। त्यसैले सरकारलाई हाम्रो आग्रह छ, सुधार गर्नुहोस्, संरचना बदल्नुहोस्, अक्षमता हटाउनुहोस्, तर प्रजातान्त्रिक प्रक्रिया, संसदीय उत्तरदायित्व र संस्थागत सन्तुलनलाई कमजोर बनाएर होइन, र यस विषयमा सरकारलाई सजग गराउनु प्रतिपक्षको धर्म पनि हो। सम्माननीय सभामुख महोदय, अब म सरकारको परराष्ट्र नीतितर्फ आउन चाहन्छु। नेपालको परराष्ट्र नीति कुनै सरकार वा कुनै दलको नीति मात्र होइन, यो राष्ट्रको दीर्घकालीन हितसँग जोडिएको विषय हो। नेपालको भू राजनीतिक अवस्थाले हामीलाई अझ बढी परिपक्व, सन्तुलित र परिणाममुखी कूटनीति अपनाउन बाध्य बनाउँछ। सरकारले रणनीतिक स्वायत्तता, स्ट्राटेजिक अटोनोमीको कुरा गरेको छ। प्रधानमन्त्रीको पदभार ग्रहणपछि केही समय विदेश भ्रमण नगर्ने निर्णय सुनाउनु भएको थियो। कतिपय विदेशी उच्चस्तरीय भ्रमणहरूमा व्यक्तिगत रूपमा सहभागी नहुने नीति पनि अपनाउनु भएको छ। हरेक सरकारलाई आफ्नो कार्यशैली निर्धारण गर्ने अधिकार छ, तर परराष्ट्र नीतिको मूल्याङ्कन प्रतीक, सिम्बल्सबाट होइन, परिणामबाट हुने हो। आज म सरकारसँग सरल प्रश्न राख्न चाहन्छु। हाम्रा प्रमुख छिमेकीहरूसँग भएको संवादबाट नेपाल कुन द्विपक्षीय समस्या समाधानतर्फ अघि बढेको छ? नेपालको आर्थिक हितका लागि के नयाँ अवसर सृजना हुँदैछ? शक्तिशाली पार्टीका सभापतिको टोली भारत भ्रमणमा जानुभयो। हाम्रो परराष्ट्र मन्त्री पटक पटक भारत र चीनको भ्रमणमा पनि जानुभयो। कूटनीतिमा भेटघाटको पनि उपलब्धि हुन्छ र उक्त उपलब्धि संयुक्त धारणा, जोइन्ट स्टेटमेन्टले देखाउँछ। म शक्तिशाली पार्टीका सभापति र परराष्ट्र मन्त्रीज्यूलाई सोध्न चाहन्छु, हाम्रा छिमेकी राष्ट्रहरूसँगको भेटघाटमा अहिलेसम्म कुन संयुक्त धारणा, जोइन्ट स्टेटमेन्ट आयो? यदि उत्तर मौनता मात्र हो भने हामीले आत्मसमीक्षा गर्नै पर्छ। किनभने कूटनीतिमा फोटो र प्रचारभन्दा परिणाम ठुलो हुन्छ, भेटघाटभन्दा उपलब्धि ठुलो हुन्छ, सम्बोधनभन्दा सम्झौताको कार्यान्वयन ठुलो हुन्छ। त्यसैले परराष्ट्र नीति प्रचारको विषय होइन, राष्ट्रिय हितको विषय हो। हाम्रो कुन राष्ट्रिय हितको सुरक्षा गरियो, मेरो प्रश्न छ। सम्माननीय सभामुख महोदय, आज देशमा एउटा अदृश्य तर गम्भीर त्रासको वातावरण निर्माण गरिएको छ। निजामती प्रशासनमा तास छ। कर्मचारीहरू कानुनभन्दा बढी शक्ति केन्द्रको सङ्केत हेरेर निर्णय गर्न बाध्य हुने अवस्था सृजना गरिएको छ। सञ्चार क्षेत्र झन् ठुलो दबावमा छ। विज्ञापन, नियमन र विभिन्न अप्रत्यक्ष माध्यम प्रयोग गरेर सञ्चारको जगतको आलोचनात्मक आवाजलाई नियन्त्रण गर्ने प्रयास भइरहेको छ। परिणामस्वरूप आज धेरै सञ्चार माध्यममा प्री सेन्सरसिपको संस्कृति विकसित हुँदै गएको छ। सत्य बोल्नु अघि डर लाग्ने अवस्था लोकतन्त्रको लागि शुभ सङ्केत होइन। निजी क्षेत्र पनि त्यत्तिकै त्रसित छ। उद्योगी व्यवसायीहरू लगानी विस्तार गर्ने भन्दा मौन बस्न सुरक्षित ठानिरहेछन्। सरकारले लगानी मैत्री वातावरण बनाउने होइन, अनिश्चितता र भयको वातावरण सृजना गर्ने गरेको छ भनी उहाँहरू आफै बनिराख्नु भएको छ। म अर्थमन्त्रीज्यूलाई सोध्न चाहन्छु, आफ्नै देशको लगानीकर्ता डराएर लगानी गर्न नसक्ने अवस्थामा हुँदा विदेशी लगानीकर्ताले नेपालमाथि कसरी विश्वास गर्न सक्दछन्? डरको अर्थतन्त्रबाट विकास सम्भव हुँदैन। निर्वाचन अघि सत्तापक्षले नेपाली युवालाई आफ्नै देशमा रोजगारी सृजना गर्ने ठूलो बाचा गरेको थियो, तर सरकार गठन भएको 100 दिन बितिसक्दा 100 जना युवा पनि रोजगारीको आशामा विदेशबाट फर्किएको देखिँदैन, किनभने सरकारले रोजगारी सृजना गर्ने कार्ययोजना आजसम्म प्रस्तुत गर्न सकेन। प्रश्न रोजगारी सृजनाको सङ्ख्याको मात्रै होइन, नेपालमै बस्न सकिन्छ भन्ने सरकारले जगायो कि जगाएन भन्ने हो। हिजो भर्खर एकजना युवाले राहदानी विभाग अगाडि आफैलाई आगो लगाएको ताजा घटना हामी माझ छ। ती युवाले देशमा गरी खाने आशा देखेर आफूलाई आगो लगाए कि गरी खाने आशा नदेखेर? यो प्रश्न मैले सत्तापक्षका सम्पूर्णलाई राख्न चाहे, प्रधानमन्त्री, मन्त्रीहरू र सबै सांसदज्यूहरूलाई मेरो प्रश्न। रोजगारी सृजना गर्ने निजी क्षेत्र नै आज सबैभन्दा निराशा किन बनेको छ? बजेट
बजेट आएपछि बजार किन उत्साहित माननीय भएन? सदस्य आफ्नो भनाइ छोट्याउनुस्। म अन्त्यतर्फ छु सभामुख महोदय। स्टक मार्केट किन झन्झन ओह्रालो लागिरहेको छ? उद्योग व्यवसाय किन विस्तार हुनुको सट्टा खुम्चिँदै गएको छ? सरकारले यसको जवाफ दिनुपर्छ। निर्वाचन अघि शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिने घोषणा गरिएको थियो। आज निशुल्क शिक्षाको बाचा कहाँ छ? उल्टै शिक्षामाथि कर थपिएको छ। विभिन्न नागरिकका लागि स्वास्थ्य बिमा कार्यक्रम किन स्थगन गरियो? किसानले मल कहिले पाउने? मल खै के यही नै सरकारको कृषि नीति हो? महँगीले जनताको ढाड सेकिएको छ। ग्यासको सिलिन्डरमा पुरा परिमाण छैन। पेट्रोल, डिजेल र विद्युतको मूल्य बढेको छ। जनताको आधारभूत आवश्यकता पुरा गर्न नसकिएको अवस्थामा कुन समृद्धिको सपना हामीले देख्ने? सरकार डोपामिन सिन्ड्रोममा छ। महँगीले थलिएका जनताहरू डिप्रेसन सिन्ड्रोममा। प्रधानमन्त्रीज्यू, जनकपुर धामको मञ्चबाट मधेसका जनतालाई दिनुभएको प्रतिबद्धता कहाँ पुग्यो? हजुरले मधेसलाई दिएको वाचा कुन प्रायोजनको लागि हो? म सोध्न चाहन्छु। सम्माननीय सभामुख महोदय, प्रतिपक्षको धर्म हामीले सरकारलाई सचेत गराउनु हो। अन्त्यमा म यति मात्र भन्न चाहन्छु, लोकतन्त्रमा कुनै पनि सरकार आलोचना भन्दा माथि हुँदैन, कुनै पनि नेता संस्था भन्दा ठुलो हुँदैन, कुनै पनि लोकप्रियता संविधान भन्दा ठुलो हुँदैन। यदि सरकारले आलोचनालाई शत्रु नमानेर सुधारको अवसरको रूपमा ग्रहण गर्न सक्यो भने यही 100 दिन एउटा नयाँ राजनीतिक सांस्कृतिक सुरुवात बन्न सक्थ्यो। यसैले आज मेरो आग्रह सरकारप्रति मात्र होइन, सम्पूर्ण राज्यप्रति हो। हामीले राज्यका संस्थालाई बलियो बनाऊ, कानुनको शासनलाई बलियो बनाऊ र हाम्रो प्रजातन्त्रलाई एउटा व्यक्तिको होइन संस्थाको विजय बनाउने गरी काम गरौँ। आज मैले उठाएका सबै जटिल समस्या बोकेका प्रश्नहरू छुट्टा छुट्टै समस्या होइनन्। यी सबै हाम्रो राज्य प्रणालीले भोगिरहेको संरचनागत सङ्कटका लक्षण। प्रश्न उठ्छ, हामी किन बारम्बार यस्तै सङ्कट सामना गरिरहेका छौँ? मेरो बुझाइमा यसको जरो वर्तमान गणतान्त्रिक व्यवस्थाको कार्यशैलीमा गहिरोसँग जोडिएको छ। आज देशमा राष्ट्रिय अभिभावकत्व यहाँको समय सकियो। म 3 मिनटमा सकिहाल्छु। मान्य सदस्यलाई म अरू 1 मिनट थप्न सक्छु, त्यसमा सक्नुहोस्। होइन, यो दलको विषय भएको भएर, मेरो व्यक्तिगत धारणा नभएको भएर मैले हजुरसँग थोरै समय मागेँ। संविधानले राष्ट्रपति र प्रधानमन्त्रीलाई आफ्नो भूमिका दिएको छ, तर जनताले यी संस्थाप्रति कति विश्वास र कति सम्मान गरेका रहेछन् भन्ने कुरा हामीले राष्ट्रपति निवास जल्दा र प्रधानमन्त्री कार्यालय जल्दा देखिसकेका छौँ। पछिल्ला आन्दोलनहरूमा हामीले राज्यका उच्च संस्थाप्रति बढ्दो असन्तुष्टि र अविश्वास देखिसक्यौँ। सरकार बदलिन्छ, प्रधानमन्त्री बदलिन्छन्, तर राष्ट्रिय अस्थिरता र आपसी टकराव चक्र घुमे जसरी किन बारम्बार घुमिरहन्छन्? मेरो बुझाइ सरल छ। राष्ट्रले सबैभन्दा माथि उभिने संविधानले बाँधेको दलभन्दा माथिको राष्ट्रिय अभिभावक खोजिरहेको छ। मैले आफ्नो जीवनमा राज संस्थाले विवाद सृजना गरेको देखेको छैन। हामी राजतन्त्रको कुरा गरिरहेका छैनौँ, हामी राज संस्थाको कुरा गरिरहेका छौँ। तन्त्र र संस्था फरक विषय हुन्। राज संस्था नेपालको संविधानको अधीनमा रहन्छ। राज संस्थामाथि विभिन्न बहस हुन सक्छन्। निरङ्कुशताको जोखिम भनेर आलोचनात्मक बहस पनि गर्न सकिन्छ, तर निरङ्कुशताको जोखिम राजासँग भन्दा बढी हामीले विगतका प्रधानमन्त्रीको देखेका थियौँ। निरङ्कुशताको जोखिम हामीले अहिले पनि देखि नै रहेका छौँ। विगतदेखि वर्तमानसम्म निर्वाचित सरकारहरूले शक्ति केन्द्रीकरण, संस्थामाथि दबाव र असहिष्णुता र आरोप खेपेको उदाहरण हामी सामु ताजा छन्। सम्मान्य सभामुख महोदय, अन्त्यमा एउटा प्रश्न आज पनि नेपाली जनताले सोधिरहेका छन्। केही थान दलहरूले यो मुलुकबाट राज संस्था हटाउन सफल भए, तर उनीहरूले बाचा गरेको दीर्घकालीन शान्ति, राजनीतिक स्थिरता, संस्थागत लोकतन्त्र, सुशासन र आर्थिक समृद्धि किन आएन? यो प्रश्न सबै पुराना भनिएका दलहरूलाई छ। तपाईँ यस पुराना दल भनिएकाहरूले उत्तर दिनुहोला। पुरानाहरू यस प्रश्नबाट भाग्न पनि पाउनुहुन्न। त्यति बेला भनिएको थियो राज संस्था हटेपछि देश स्थिर हुन्छ, लोकतन्त्र बलियो हुन्छ, जनताले समृद्धि पाउँछन्। आज 2 दशक बितिसक्दा पनि अस्थिरताको चक्रबाट किन मुक्त हुन सकेन? किन जनताको भरोसा दिन प्रतिदिन कमजोर हुँदै गएको छ? मलाई नेपाली काङ्ग्रेसका मान्य सदस्य आफ्नो भनाइ सक्यो हजुर। मेरो अन्तिम कागजमा छु म। नेपाली काङ्ग्रेसका तपाईँको अन्तिम कागजलाई 3 मिनट लाग्ने देखिन्छ, त्यसकारणले मान्य सदस्यले मान्य सदस्य। सभामुख महोदय, मान्य सदस्यले मागेको समयभन्दा मैले 4 मिनट बढी दिइसकेँ। मान्य सदस्य, मैले 15 मिनटको समय मागेको थिएँ, म सक्दैन छु। यति समयमा सकि पनि सक्थेँ। अरू दलका साथीहरूले धेरै समय लिनुभएको थियो। जनताको कुरा राख्दैछु। नेपाली काङ्ग्रेसका संस्थापक नेता मध्ये श्रद्धेय कृष्णप्रसाद भट्टराईले समेत हिन्दू राष्ट्र र राज संस्था नेपालबाट अन्त्य गर्ने एजेन्डा नेपालको आफ्नो मौलिक राजनीतिक एजेन्डा नभई आयातित एजेन्डा हो भनेर सार्वजनिक रूपमा धारणा व्यक्त गरिसक्नु भएको थियो। अब सभामुख महोदयले धेरै भनिसक्नुभयो। सङ्घीय गणतन्त्रको अर्को अन्तिम कुरा म भन्न चाहन्छु। विश्वको एकमात्र हिन्दू राष्ट्रको रूपमा रहेको नेपालको सभ्यतागत पहिचान, सिभिलाइजेसनल आइडेन्टिटीको अन्त्य भएको विषय छ। यो हाम्रो ऐतिहासिक र सभ्यतागत पहिचान पुनर्स्थापित हुनुपर्छ। व्यापक धर्मान्तरण भइरहेको छ। म सरकारसँग निवेदन गर्न चाहन्छु, धर्मान्तरण गरिरहेका मिसनरीहरू, एजेन्टहरूलाई तुरुन्त कारबाहीको दायरामा लिएर आउनुपर्छ। जय देश, जय नेपाल।